Nasin. ठ्याक्कै साथीहरु गरिब भएपछि ड्रोन केही छैन हामीसँग यसरी काम चलाउनु पर्छ त्यो साउन्ड सुने हैन ल तर पैसा समस्या छ हाम्रो एकजना नयाँ दाइनी क्यामेरा अलिकति हाई बजेटको भएर होला क्यामेरा सकेको बजेट यही हो साथीहरु साथ दिनुहुन्छ भने अब राम्रो भिडियोहरु म चाहिँ उसमा Hi guys, how is the Josh? म चाहिँ उसमा पर्छ अर्किडमा गौशाला बसाइ क्यामेरा अन्त सकेसम्म भेट हुन्छ होला सायद हुन्छ होला तर म कुद्छु यार ठिक छ बाटोमा भेट्यो भने चाहिँ सँगै जाऊँ तपाईहरु पनि कुद्नु छ हामी पनि कुद्छौँ रे गाइस बोका हेर्नु यो बोका खासमा यो ट्रेन मात्र भए हो मजा हैन है ल ए फुर्सी यहाँ ओए आजको हाम्रो स्पेशल गेस्ट ल साथी मिले पैसा पनि यता रातो नि यहाँ ए अन्त मोबाइल थियो नि जा घुम्ली छिन् हाय गाइस क्यामेरा पे खतरा जाग्यो कि यो ठीक है सिधा न यो ल हाइस बाइन दाना हाइस भ्लग बनाइदिनु न त आइफोन पनि पुर्ने हो आनन्द चल्छ अबे स्टोयने त्यो उसिना जोइ रहे उसिना जन्नो करस उसिना आइरहनु जा फुलटुब जा होना तर चाहिँ ए जइ पनि गाउँछ खाइदैन यार सो ल ल गाइजहरु है केटाहरु सबैजना आउ त त्यो के उसिना जोइ रहे बास मार सिस बने गीत गाते भने र गर्न थाक आमा अजाना हाम्रो सर हो ल त्यो सबैजना आउ त ल हाम्रो एकदम आजको ड्रोन शट है ल सेल्फी हो ल क्लिप यार खिच्ने मिल्ने किन्छ ल गीत सकायो त बाती मार ल ल त्यो गेमस नि गेमस पे क्या माथि में आउँछ न देखियो पतन ना हुन्छ अब जरी हिँड्छ रे खै नम्बर लेने गर्न नम्बर गर्न दिसले सर घेउ क्या खै गाई त छिरे मफी त्यो उन फप्ती ओलको चाहिँ छिरे आको बेसी चले जस्तो नया पुडी के झोकेर छ मलाई जिन्दगीले कहाँ पुर्यायो गरे चिति क्या हुन्छ सामान र जस्तर चाहिँ गरम चाहिँ कस मात्र रह्यो ए गाइस कम अन गाइस अरे यहाँ गोटा बाउला यार हार्मोनी दाँदै पिपलुमा चल्यो बतास
मलाई चोरी जाने ढाडै पिपालु मोस्ट छोरालाई दिने दार दिने हाइलाइटेड क्यामेरा चाहिँ त्यो अगाडि छ एकदम बजेट फ्रेन्डली एकदम राम्रो वाला है यो चाहिँ साथीहरू दूर दूर ड्रोन पाइलट यो चाहिँ यसको लागि चाहिँ ट्रेनिङ एक्स्ट्रा चाहिन्छ हाम्रो दाइले चाहिँ पुलेर चिक्ने एक्स्ट्रा पहिले लिइसक्नु भयो उहाँले उडान पनि भइसक्यो पनि भइसक्यो अहिले त लाइसेन्स लिनै बाँकी छ यार ल अब चाहिँ दाइ यस आजको 75% यात्रा चाहिँ भइसकेको छ ढाडै पिपालुमा जे पर्नु नि रल भोतिर टेका हाम्रो त्यो क्यामेरा चाहिँ एकदम महँगोवाला क्यामेरा सेट भएको छ अझ अलिकति अगाडि गएर त्यो सुसा कलेक्ट गर्नुपर्छ होइन सुसाहरू कलेक्ट गरेर त्यहाँदेखि फर्किनुपर्छ है त त्यस्तो चाहिँ नगरेको अलिकति चिप्लो छ आउनुहुन्छ भने चाहिँ अलिकति ग्रिप भएको जुत्ताहरू चाहिँ लिएर आउनु रुसो गरी मोबाइल चाहिँ बगाएर हुन त सबैजना स्पोर्ट जुत्ता नै लिएर आउँदै होइन हामी अलिकति ग्रिप छैन कि जुत्ताहरूमा फेरि त्यही भएर यो बाटो खासै मान्छेहरू ल्याइदिने भएर चाहिँ अलिकति चिप्लो छ है स्पोर्टहरू छ बुटहरू भए चाहिँ एकदम बेस्ट छैन हजुर छैन एकदम बेस्ट हुन्छ अब ट्रेकिङ सुज चाहिँ एकदम राम्रो ट्रेकिङ सुजहरू चाहिँ बेस्ट भइहाल्यो त्यो त साला जग्गा त खै चाहिँ राखेर अहिले कता किनेर चाख्नुलाई मात्र हो कि चाख्न त